सो बेसिकली मैले चाहिँ युट्युब च्यानल किन खोलेको भन्दाखेरि चाहिँ मैले अहिले जुन मैले इन्ट्रेस्ट देखाइरहेको छु नन फिक्सन किताबहरूमा, त्यो नन फिक्सन किताब पढ्दै पढ्दै अनि चाहिँ मैले जुन किताबहरू पढ्छु त्यो युट्युबमा रिभ्यू हाल्छु, अनि चाहिँ कोही अरूलाई नि सायद एक्सप्लोरेसनमा हेल्प हुन्छ र मलाई पनि फिडब्याक पाउँछ र किताब अझै पढ्न अझै एक्सप्लोर गर्न चाहिँ पुस्ट हुन्छ। सो आई क्यान पुट रिभ्युज अन माई युट्युब च्यानल भनेर चाहिँ मैले स्टार्ट गरेको। एन्ड द फर्स्ट किताब आई विल रिभ्यू इज यानिस भानुफाकोरिसको किताब टकिङ टु माई डटर अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम। सो फर्स्ट अफ अल मैले चाहिँ पोलिटिक्स र यो पोलिटिकल आइडियोलोजिजहरूमा इन्ट्रेस्ट देखाउन खोजेको चाहिँ सायद म 6-7 क्लास थियो होला जब मैले इन्ट्रेस्ट देखाएँ अनि मैले चाहिँ त्यसको बारेमा अलिकति जान्न बुझ्न खोजेँ र एक्सप्लोर गर्नतिर लागेँ। र अफकोर्स त्यति बेला मलाई केही ज्ञान थिएन पोलिटिकल आइडियोलोजिजको बारेमा, अनि पोलिटिक्सको बारेमा, अनि इकोनोमिक्सको बारेमा त झन् थाहा हुने नै भएन र हिस्ट्रीको बारेमा नि थाहा हुने भएन। सो मैले चाहिँ के गर्थेँ भने अफकोर्स जब कसैलाई केही बारेमा आइडिया हुँदैन अनि उसले चाहिँ अरूको मान्छेको ओपिनियनबाट चाहिँ सिक्न खोज्छ। सो जब म मान्छेहरूको ओपिनियन सुन्थेँ यसको बारेमा, त्यति बेला चाहिँ मान्छेहरूले के भन्थ्यो भने क्यापिटलिजमलाई सपोर्ट गर्ने मान्छेहरूले चाहिँ के भन्थ्यो भने क्यापिटलिजम एउटा फेयर कम्पिटिसन हो, जसमा कि जसले बढी काम गरे, जो अलिकति चलाक भयो त्यसले बढी कमाउँछ, र जसले काम गरेन, जसले मेहनत गरेन र जो अलिकति चलाक भएन त्यसले चाहिँ कमाउँदैन। सो देयर इज नथिङ रङ इन इट। सो अफकोर्स त्यति बेला मलाई यसको बारेमा त्यतिकै थाहा थिएन अनि चाहिँ मलाई हिस्ट्री पनि थाहा थिएन क्यापिटलिजमको, कि यो समाजमा क्यापिटलिजम कसरी आयो र यो इनइक्वालिटी कसरी आयो भन्ने मलाई थाहा थिएन अफकोर्स। सो मैले चाहिँ अलिकति यसको बारेमा एक्सप्लोर गर्न खोजेँ र के भयो, मैले सायद गल्ती त नभनौँ तर मैले के ट्राई गरेँ भन्दाखेरि चाहिँ डाइरेक्ट ठुल्ठुलो किताब पढ्न खोज्ने इकोनोमिक्सको बारेमा त्यस्तो ट्राई गरेको थिएँ र अफकोर्स मैले केही नि बुझेन, अनि चाहिँ म डिमोटिभेट भइहालेँ। तर एउटा के इच्छा थियो भने कसैले इकोनोमिक्सको बारेमा चाहिँ अलिकति सरल भाषामा बुझाइदिए भयो हुन्थ्यो, यो हिस्ट्री चाहिँ कसैले सरल भाषामा बुझाइदिए भयो हुन्थ्यो जस्तो नि लाग्थ्यो। र ठ्याक्कै त्यति बेलै यो किताबमा पुग्न गयो, किनभने यो किताबमा राइटरले चाहिँ आफ्नो छोरीलाई बुझा जसरी चाहिँ इकोनोमिक टर्महरू अनि हिस्ट्री चाहिँ बुझाएको छ क्या। बिस्तारै बच्चालाई बुझा जसरी सरल भाषा युज गर्दै अनि हरेक टर्मलाई एक्सप्लेन गर्दै अनि एक्जाम्पलहरू दिँदै चाहिँ हामीलाई बुझाउन कोसिस गरेको छ। र मैले यो किताब पढेर चाहिँ मैले त्यसको एन्सर नि पाएँ कि क्यापिटलिजम इज अ फेयर कम्पिटिसनको स्टेटमेन्टको एन्सर चाहिँ मैले पाएँ कि त्यो होइन रहेछ भनेर। किनभने यो धनी र गरिबको समाज अहिले कसरी निर्माण भयो भन्दाखेरि चाहिँ त्यसको रुट कज चाहिँ के भन्दाखेरि चाहिँ कोलोनियलिजम हो, जसमा कि एउटा किङडमले अर्को किङडमलाई कोलोनाइज गर्छ र उनीहरूको ल्यान्ड र रिसोर्सेस लिन्छ अनि उनीहरूमाथि दमन गर्छ, शोषण गर्छ र बिस्तारै सबै ल्यान्ड र रिसोर्सेस लिएपछि ग्याप बढ्दै जान्छ। सो त्यही भएर मैले चाहिँ त्यो कुरा चाहिँ यो किताबबाट थाहा पाएको। एन्ड यो किताबले चाहिँ डिमान्ड सप्लाई अनि पछि इन्फ्लामेसन डिफ्लामेसनको बारेमा चाहिँ लाइक एकदमै बिस्तारै लाइक एक्जाम्पल दिदी चाहिँ बुझाएको छ। र मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब अफकोर्स म यो किताब मैले एक रिडिङमा त सबै चाहिँ बुझेको छैन, यो म फेरि रिभिजिट गर्छु, फेरि बुझ्न खोज्दै गर्छु सबै, किनभने अलिकति इकोनोमिक्स भनेको चाहिँ अलिकति कम्प्लेक्सै छ, अलिकति बुझ्न चाहिँ कम्प्लेक्सै छ। तर यो एकदमै सरल लाग्यो, यसको भाषा बुझ्नलाई एकदमै सजिलो। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ
यही किताब नपढे नि इकोनोमिक्स र हिस्ट्रीको बारेमा चाहिँ बुझ्न चाहिँ मलाई चाहिँ के लाग्छ भने एकदमै जरुरी छ। किन भन्दाखेरि चाहिँ जुन यो अहिले समाजमा प्रब्लम छ, धनी र गरिबको बिचमा डिफ्रेन्स, अनि चाहिँ वर्कर्सहरूको जुन एक्सप्लोइटेसन भइरहेको छ, र यो हाम्रो जुन चाहिँ समाज छ कि मनी इज पावर भन्ने, अनि चाहिँ रिच अझै रिच हुँदै जाने, पोर अझै पोर हुँदै जाने, जुन त्यो अहिले सिस्टम छ, अहिलेको जुन करेन्ट सिचुएसन छ, त्यो चाहिँ कसरी भयो बुझ्नको लागि चाहिँ सायद यस्तै हिस्ट्री पढ्न चाहिँ एकदमै जरुरी छ जस्तो जस्तो म जस्तो टिनेजर, अनि चाहिँ म जस्तो युथ चाहिँ यस्तो कुरामा चाहिँ अवेर हुनुपर्छ जस्तो लाग्यो। किनभने यदि हिस्ट्री र इकोनोमिक्स, कल्चर, आइडेन्टिटीको बारेमा ज्ञान छैन भने सायद पोलिटिक्स बुझ्न इम्पोसिबल छ। मैले आफैले रियलाइज गरेको कुरा हो त्यो चाहिँ। र इफ म जस्तै टिनेजर कोही इकोनोमिक्स र हिस्ट्रीको बारेमा एक्सप्लोर गर्न चाहन्छ भने चाहिँ आई थिङ्क दिस इज अ ग्रेट वे टु स्टार्ट। किनभने यसमा सरल छ भाषा, बुझ्नलाई एकदमै सजिलो छ। मोस्ट अफ दि त मैले एकदमै वान रिडिङमै बुझ्न सक्ने, त्यो दोहोऱ्याइ पढ्नु नपर्ने त्यस्तो प्याराग्राफहरू थिएन। र जति नि लाइक टर्म्सहरू यसमा युज गरेको छ, राइटरले चाहिँ धेरै जस्तो चाहिँ एक्सप्लेन गरेको छ। अनि पछि सो यो किताब पढेर चाहिँ म के कन्क्लुजनमा आएँ भन्दाखेरि चाहिँ, जुन मैले स्टेटमेन्ट पाएको थिएँ, क्यापिटलिजम इज अ फेयर कम्पिटिसन भन्ने भर्खर एक्सप्लोर गर्दाखेरि, त्यो चाहिँ होइन रहेछ भन्ने बुझेँ। किन भन्दाखेरि क्यापिटलिजमको रुट कज भनेको नै कोलोनियलिजम रहेछ भन्ने थाहा पाएँ मैले। कोलोनियलिजम प्रोनाउन्सिएसनमा अलिकति गाह्रो पर्न सक्छ, तर कोलोनियलिजम नै रुट कज रहेछ क्यापिटलिजमको। जब किङडम छुट्टै थिए, किङडमहरूले एकअर्कालाई कोलोनाइज गर्थे, त्यो कोलोनाइज गरेको व्यक्तिहरूले चाहिँ अफकोर्स ल्यान्ड र रिसोर्सेस त लिने नै भयो जसलाई कोलोनाइज गरेको थियो। र त्यो ल्यान्ड र रिसोर्सेस लिएपछि त्यो जो कोलोनाइज भएको थियो तिनीहरूलाई एज अ स्लेभ जसरी काम गराउने पनि भयो। र अहिलेको समाज आउँदाखेरि जब डेमोक्रेटिक लिबरल समाज आइपुग्यो, त्यति बेला अब यो प्राइभेट कम्पनीहरू कसले ओन गर्न सक्छ भन्दाखेरि जोसँग प्रपर्टी पहिलेदेखि थियो, र प्रपर्टी भनेको अहिलेको पर्चेजिङ पावर नै हो। प्रपर्टी जुन त्यो हाम्रो प्रपर्टी छ, मनी छ, त्यो द्याट इज पर्चेजिङ पावर। र त्यो कोसँग थियो भन्दाखेरि जोसँग पहिलेदेखि सम्पत्ति थियो, र कोसँग थिएन भन्दाखेरि जो कोलोनाइज भयो। पर्चेजिङ पावर जसले कोलोनाइज गरेर धन र सम्पत्ति छिनेको थियो त्योसँग हुने भयो, र जोबाट छिनियो त्योसँग पर्चेजिङ पावर हुने नै भएन। सो त्यसरी चाहिँ अहिलेको सिस्टममा ओनर्सहरू, कम्पनी ओनर्सहरू र जुन यो इन्डस्ट्रीहरू ओन गर्छ तिनीहरू अझै झन् धनी हुने, र जो कोलोनाइज पहिलेदेखि भएको थियो र उनीहरूसँग थिएन त्यो पावर थिएन, उनीहरू त एज अ वर्कर, एज अ लेबर त काम गर्नु नै परिहाल्यो। र यो कन्टेक्स्ट चाहिँ हाम्रो नेपाल मोस्ट अफ द टाइम हाम्रो यो होल ग्लोबको एटमोस्ट सबै त म भन्न सक्दिनँ, तर मोस्ट अफ द केसमा चाहिँ यसरी नै भएको हुन्छ। जुन यो इनइक्वालिटी चाहिँ यसरी नै जन्मिएको हुन्छ, र हाम्रो नेपालमा नि त्यसरी नै भएको हो। किन भन्दाखेरि जब हाम्रो देश छुट्टै राज्य थिए, यो जुन अहिले नेपाल बनिन्छ त्यो नै एज अ रिजल्ट अफ कोलोनियलिजम नै हो। र अघि मैले भनेको जस्तै ल्यान्ड र रिसोर्सेस लिने नै भयो, अनि पछि सम्पत्तिको अधिकारमा नि डिफ्रेन्सिएट हुने नै भयो। अनि पछि त्यो भएपछि जब हाम्रो यो जुन अहिले करेन्ट समाज आयो त्यति दिनसम्म त अब पर्चेजिङ पावरमा डिफ्रेन्स हुने नै भइहाल्यो, अनि त्यसपछि इन्डस्ट्रीहरूमा नि डिफ्रेन्सेस हुने नै भइहाल्यो। सो त्यसरी चाहिँ कोलोनियलिजम चाहिँ रुट कज रहेछ भन्ने थाहा पाएँ मैले। अनि नेपालको कन्टेक्स्ट अझै बुझ्ने कोसिस गरिरहेको छु कि नेपालमा
यो डिफ्रेन्स छ, इनइक्वालिटी छ, कसरी आयो भन्ने कुरा चाहिँ म अझै बुझ्न खोजिरहेको छु। र त्यो बुझ्नको लागि चाहिँ मैले अहिले यो किताब पढिरहेको छु, जात वार्ता। यो चाहिँ म छिट्टै पढेर सकाएर यसरी चाहिँ युट्युब भिडियोमा हाल्नेछु रिभ्यू हाल्नेछु। यो पढेर अनि त्यसपछि यसको नि तपाईँहरूलाई म रिभ्यू गरेर लाइक यसरी बसेर किताबको बारेमा मलाई कस्तो लाग्यो र मलाई कसरी हेल्प गर्यो भनेर भन्छु। र मलाई चाहिँ के लाग्छ भने म जस्तो टिनेजर र अहिलेको युथले चाहिँ यस्तो विषयको बारेमा चाहिँ जान्न चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ। किनभने जबसम्म यस्तो कुरा बुझिँदैन, जबसम्म यस्तो कुराको हामीसँग नलेज हुँदैन, त्यति जेलसम्म हामीलाई पोलिटिक्सको बारेमा केही थाहा नै हुँदैन। र त्यति जेलसम्म नेपालमा एउटा राम्रो पोलिटिक्स बुझेको र नेपाललाई राम्रो वेमा लिड गर्न सक्ने एउटा लिडर चाहिँ जन्मिन सक्दैन। किनभने यस्तो ज्ञान नभएसम्म सायदै कोही यस्तो होला कि पोलिटिक्सको बारेमा बुझ्न सक्छु भन्ने मान्छे चाहिँ हुनसक्छ। पोलिटिक्स बुझ्नलाई हिस्ट्री, इकोनोमिक्स र आइडेन्टिटी जस्तो कुराहरू चाहिँ बुझ्न एकदमै नेसेसरी छ। र कोही म जस्तै इन्ट्रेस्टेड छ भने यस्तै इकोनोमिक्स र हिस्ट्रीको बारेमा बुझ्न खोज्ने चाहिँ आई थिङ्क दिस इज अ ग्रेट बुक टु स्टार्ट विथ। किनभने मलाई चाहिँ यो एकदमै सरल लाग्यो।